तपाईँ आरबी प्रोडक्सन नेपाल हेर्दै हुनुहुन्छ। मैले आधिकारिक रूपमा मेरो प्रोडक्सन कम्पनी दर्ता प्रक्रियामा छ, तर मैले आज लगभग हाम्रो कलकत्ता क्षेत्रको हाम्रो हस्ती बुवा अनि यता सापटी काका दुईजनासँग म छेउमा बसेर आज मैले केही कुरा भन्दैछु। बिचमा बसेको भन्न बिचमा बसेर केही कुरा भन्दैछु। पक्कै पनि तपाईँले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु। त्यसै गरी फेसबुक पेज आरबी प्रोडक्सन नेपाललाई पनि तपाईँले सब्सक्राइब गर्नुहोला। विशेष गरी आरबी प्रोडक्सन नेपालबाट चाहिँ चलचित्र क्षेत्रका कुराहरू आउँदैछन्। चलचित्र क्षेत्रमा अब भोलि भविष्यमा हुने चलचित्र क्षेत्र र विगतका चलचित्र क्षेत्रहरू के कस्ता भयो भन्ने कुराहरू चाहिँ यसबाट देख्न सकिन्छ भन्दै बुवाबाट केही शब्द। नमस्कार, म चाहिँ मेरी बासेको दारी भयो, उहाँले भनिसक्नुभयो। यो आरबी प्रोडक्सनबाट चलचित्र सम्बन्धी गतिविधिहरू आउँछ। यो गतिविधि चाहिँ सत्य तथ्य होस्। सत्य तथ्य हेर्नु पऱ्यो भने यही हजुरको आरबी प्रोडक्सन हेर्ने त्यस्तो माहौल बनाउनु होला। हजुरलाई शुभकामना छ, हामीलाई पनि शुभकामना छ। यो फिल्म सम्बन्धी कार्यक्रम हेरिसकेपछि फेरि मेरी बासे हेर्नु भनेर त मैले अनुरोध गर्नै पर्दैन। हजुरहरूले हेरिरहनु भएको छ, यो माया निरन्तर पाइरहँ होइन डाक्टर साहब, हो कि न हजुर? अब यो आरबी प्रोडक्सन हेरेर बसिरहनु भएका आदरणीय श्रोताहरूलाई म के भन्न चाहन्छु भने, श्रोता अथवा दर्शक होइन बा, श्रोता दर्शकहरूलाई म के भन्न चाहन्छु भने, यो च्यानलले चाहिँ विशेष गरी चलचित्र सम्बन्धी का गतिविधिहरू चाहिँ प्रसारण गर्ने रहेछ। चलचित्रमा चाहिँ टेलिफिल्म पनि थपिदिएको भए अझ राम्रो हुन्थ्यो, चलचित्र पनि थपिदिएको भए अझ राम्रो हुन्थ्यो। सत्य तथ्य भनेर दारीभाइले भन्नुभयो नि, त्यो दुईवटा शब्द अझ काफी छैन। सत्य तथ्य निष्पक्ष। अहिले त यहाँ कलाकारलाई नै चिप्ल्याएर फिल्मै डुब्ने बनाइदिइसकेका छन् यहाँ साथीहरूले। यो समस्याले गर्दा सत्य तथ्य र निष्पक्ष। ल मैले यता छेउमा अस्ति हाम्रो दारीबा, त्यस पछाडि यता काका राखेर मैले चाहिँ सुरुवात गर्दैछु। तपाईँहरू सम्पूर्णले आरबी प्रोडक्सन नेपाललाई सब्सक्राइब गरिदिनुहुनेछ च्यानल युट्युब, त्यसै गरी फेसबुक पेजमा गएर सबैले फलो गर्नुहुनेछ। मैले हालेको कुन छु केही भिडियोहरू, मैले चलचित्र क्षेत्रका कुराहरू मैले अहिले सर्ट भिडियोहरू हालिरहेको छु। सम्पूर्णले भिडियोलाई सेयर गरिदिनु होला। त्यति नै भन्दै नमस्ते दर्शकबिन, आज हामी मेरी बासेको 911 भागको सुटिङमा छौँ र यही लाइभ मार्फत म सम्पूर्ण आदरणीय बुवा आमा दाजुभाइ गुरुवर्ग सबैसित निवेदन के गर्न चाहन्छु भने, हाल काजी साहबले र मैले एउटा क्रिस्चियन गीतमा अभिनय गरेको थियौँ र जसको कारण धेरै गुरुबा गुरुआमा दाजुभाइ दिदीबहिनीहरूले मन दुखाउनु भएको छ। म यही लाइभ मार्फत क्षमा चाहन्छु। हाम्रो उद्देश्य त्यस्तो मन दुखाउनु थिएन, तर हजुरहरूको मन दुखिरहेछ। हामी एकदम हृदयदेखि क्षमा चाहन्छौँ। आउँदा दिनहरूमा हजुरहरूको आशीर्वाद शुभकामना लिएर मात्र हामी अगाडि बढ्छौँ। मिलेसम्मको माफी दिनुहोला। अवश्य पनि दर्शकबिनहरूले हजुरहरूको यो गल्तीलाई एउटा भुल एउटा माफ गर्नु हामीले विश्वास लिएको छौँ।